हेलो गुड मर्निङ साथीहरु। मर्निङको बेलामा के कस्तो लाग्छ हजुरहरूले हेर्नु होला र यो हाम्रो गाउँ हो। हेर्न सक्नुहुन्छ यो बाटो यस्तो छ है नेताहरूको काम। बाटो चाहिँ बिजुली छ क्या साथीहरु, हेर्न सक्नुहुन्छ र सर जान आउन बाटो चाहिँ माल छ, हिलो छैन हो। पक्काइदो रूपले बाटो एक नम्बर छ र यस्तै छ साथीहरु। के कस्तो लाग्छ भन्नु होला। यहाँ हेर्न सक्नुहुनेछ है चट्टै बाटो चाहिँ यही है साथीहरु। हिलो चाहिँ भनेको छैन, पानी छैन, हिलो छैन, सर्र छ बाटो। तल चाहिँ नहेरिँदा पनि हुनेछ, अनि बेला बेला हेर्दै गर्नुपर्छ साफ हुन्छ कि भन्नु मात्रै हेरेकै साथीहरु। बाटो हेर्न सक्नुहुन्छ साथीहरु। ल जे होस् ठिकै छ, यो पनि ओके छ, हल्का फल्का अब चलिरहन्छ संसारमा। र तपाईहरु कस्तो के हुनुहुन्छ भन्नु होला, के कस्तो लाग्छ। गाउँमा आइएको छ अहिले चट्टासँगले हो, काम धन्दा छैन साथीहरु। र कस्तो के लाग्छ तपाईहरुले पनि बताउनु होला आफ्नो, र आफ्नो परिचय के छ राख्नु होला, कमेन्टमा लेख्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, लेखे गर्नु होला, जे तपाईहरुलाई इच्छा लाग्छ लेखिराख्नु होला। र अरु के भन्नु, यति भन्दै पुरा बुझ्नु होला नि भाइ। हेरौ है, एकछिन राखिदे, एकछिन हेर्नु होला साथीहरु। र यस्तै छ यताको हो। यो हाम्रो यसो हाम्रोतिर जाने त्यही घर त त्यो पल्लो घर हो। र सर र यता साथीहरुको सबै आफ्नो आफ्नै घर छ। गाउँठाउँमा यस्तै हो, जङ्गल हल्का टाइपको छ। ल साथीहरु लाइक कमेन्ट सेयर गर्नु होला। धेरै दिन पछिको ब्लग हो, धेरै दिन भएको थियो किनभने भ्याएको थिइनँ ब्लगहरु बनाइराख्न पनि। धेरै दिन पछि चाहिँ मैले एउटा ब्लग लिएर आएँ। के कस्तो लाग्छ तपाईहरुले हेरेर। युट्युबमा, फेसबुकमा, इन्स्टाग्राम चारैतिर भिडियो छरिनेछ र हेर्दै क्लिक गर्दै असम नारायण ब्लग चेक गर्नु होला, ठ्याक्क आइहाल्छ। असम नारायण ब्लग भनेर तपाईहरुले शेयर गरिसक्दाखेरि गटङटङ युट्युबमा, नारायण मेरो अब डाइरेक्ट नारायण खतेवडा लेख्दा फेसबुकमा, इन्स्टाग्राममा नारायण अफिसियलमा आउँछ। हेर्नु होला र के कस्तो लाग्छ र जनाउनु होला। भिडियो बनाउँदै गर्दा ठिक लागेन भने यहाँ गल्ती भयो तेरो, यसरी बनाउने होइन भन्ने हो। नडराइकन नझुकझुकाइकन भन्ने, र राम्रो लाग्यो भने ढ्याकै लाइक गर्ने, कमेन्ट ठोकिहाल्ने हो। ल त साथीहरु, कसले चाहिँ मलाई आज साथ दिनुहुने रहेछ हेर्दै जाउँ ल। र मेरो बसन्ती हेर्न सक्नुहुनेछ, मेरो बसन्ती आऊ हो, देख्नुभयो बसन्ती। हेर्नुहोस् ठक्क बसेको छ, चलेको छैन, खडाको खडै छ, पनि चलिरहेको छ, ठिकै छ, ओके छ हो। ल साथीहरु हेर्दै गर्नु होला। यस्तो भिडियो अब म रेगुलर लिएर आउनेछु र धेरै दिन पछि ल्याएँ। धेरै दिन भएको थियो र मैले धेरै दिन बादमा तपाईहरुलाई देखाउनको लागि। अहिले अलिक स्थिति त्यही टाइपको यो घर बनाउनले गर्दाखेरि अलिकति मलाई टाइम लागिदियो हैन। अब यसको पनि हल्का फल्का बस्ने लायकको बनाइयो, अब पुरा भइसकेको छैन। तर भिडियो बनाउन छोड्ने कुरा आएन साथीहरु। धेरै दिन 3 महिनाबाट मैले भिडियो बनाएको थिइनँ, 3-4 महिनाबाट, र आज चाहिँ मैले बनाइदिएँ। ल ओके, फेरि भेटौँ ल।